कहिले कसो तपाईँले सोच्नु भएको छ यदि फिलिङ्स थट्स र समस्याहरू यो कसैलाई पनि सेयर नगर्दाखेरि चाहिँ डेन्जरस हुनसक्छ भनेर? जब तपाईँ यी सबै कुराहरू आफूभित्र राख्न सुरु गर्नुहुन्छ नि त्यसको चाहिँ चाङ बन्दै बन्दै जान्छ। स्ट्रेस, गिल्ट, एङ्गर सब मनभित्र जम्न सुरु हुन्छ अनि एक दिन यो के हुन्छ एक्सप्लोड हुन्छ। एन्जाइटी, डिप्रेसन, फ्रस्ट्रेसन सब निस्किन्छ एकैचोटि। आफ्नो कुराहरू सेयर गर्दाखेरि तपाईँ विक बन्नुहुन्न, तपाईँले यसलाई अझ हलुको चाहिँ बनाउँछ। जब तपाईँ आफ्नो साथी, परिवार अथवा काउन्सिलर उहाँहरूसँग आफ्नो कुराहरू सेयर गर्नुहुन्छ त्यति बेलामा चाहिँ तपाईँले आफ्नो पेनलाई चाहिँ एउटा बाटो दिनुहुन्छ। सो अब अरू कुनै बेलामा चाहिँ तपाईँको मन भारी भएको बेलामा एकचोटि आफ्ना कुराहरू सेयर गर्नुहोस्। यसले चाहिँ पछि तपाईँ ब्रेकडाउन हुनलाई चाहिँ बचाउन सक्छ। सो सबै कुरा आफूभित्र नराख्नुहोस्, कहिलेकाहीँ यसलाई सेयर पनि गर्नुहोस्।